हे गाइस दिस इज द एन्ड अफ द भिडियो अफ माई भ्लग। अनि आजको भ्लगमा फेरि आएको छु हामीहरू ट्राफिक चोकमा। ट्राफिक चोकमा हुँदैन हामीहरू भ्याट अफिस जानेछौँ, प्यान कार्ड बनाउने छौँ, त्यसपछि बुक किनेर फेरि जानेछौँ केही मनोरञ्जन गर्न। अनि आजको दिन लास्ट डेको पाल रहनेछ। यहाँ हेर्नुहोस् केटाहरू आज फेरि त्यस्तै बबाल मुडमा फेरि आइसकेछ। यो दुइटै ल्याङ गरिरहेको छ पुरा दिनभर, केही काम छैन यिनीहरूलाई। गाली गर्न नि आउँदैन राम्रो यिनीहरूलाई, जे होस् तर राम्रो छ केटाहरू। अनि यहाँ हेर्नुहोस् अलिकति मार्केट पनि भिड भाड्ने जस्तो छ। युट्युबमा भ्युज पनि जाँदैन बढी के गर्ने। गाली नगर्नु भाइ, कपिराइट आउँछ। यहाँ हाम्रो गर्मीमा आइसक्रिम खाने मन पनि छ, पैसा छैन। पैसा के हुने अब हामी खाने मन छैन। यहाँ हाम्रो दाइ पनि हलिसमा फेरि जान्छौँ हामी। ल ल है गाइस, यस्तै भिडियो हेराउने छु तपाईँलाई, जस्ट फलो गरिराख्नु मलाई। यहाँ हेर्नुहोस् हाम्रो दाइलाई हामीहरूको प्यान कार्ड अहिले बनेको छैन के, अनलाइन पहिला गर्नुपर्ने थियो अनि हामी अनलाइन गरेकै थिएन। अनि त्यसपछि अनलाइन गर्न गएको सर्भरै डाउन भइसकेको छ। अहिले अब रुम गएर फेरि अब मासु बनाएर खान्छु अनि किचनमा फेरि जान्छु। अनि त्यही अब फेरि दिमाग खराब भइसकेको छ, जाने आउने खालि। के गर्ने अब गरिबीको नाम महात्मा गान्धी। अनि अब रुमतिर जाएर अब केही खाजासाजा खाएर फेरि आउनेछु यहीँतर्फ। एडमिसन ओपन यहाँ हामीहरू यहाँ नयाँ एडमिसन ओपनको लागि आएको थियो। हामीहरू एउटा इन्स्टिच्युट खोलेको थियो, त्यसमा पनि तपाईँहरू पनि एडमिसन गर्न चाहनुहुन्छ। एडमिसन गर्न चाहनुहुन्छ भने सस्तोमा भइहाल्छ। मुर्गा हेरेर खाँदिनँ। आई एम नन भेजिटेरियन। आई लभ ओन्ली लेग पिस। यो धेरै गाली गर्छ के, यो धेरै गाली गर्ने मान्छे हो। आई डोन्ट लाइक। भन्नु यता सुन्नु के होइन के अब के भन्ने के नभन्ने। ल ल अब जाँदैछु मासु किन्न। तपाईँलाई थाहा छ एउटा पुरानो कहानी थियो। के थियो फाल्तु पुरानो कहानी भनिदिएर? कहानी धेरै पुरानो थियो, अलिक बिर्सिहालेको। केही छैन, बिर्सिए त अब मान्छेको बानी हुन्छ बिर्सिने। अब मासु किन्न जाँदैछु है। यहाँ अहिले जस्ट हामीहरू प्यान कार्ड बनाइसकेका छौँ अनि फेरि जाँदैछौँ घरतिर। घरतिर जाने हो अब भाइ, घरतिर जाने हो नि भाइ। अब ल्याङ भइसक्यो अब हामीहरू जाँदैछु घर जाँदा बाटोमा अलिकति केही फोन गर्नेछु है। पार्कहरू हेर्छु भने गइहाल्छु घुम्नुको लागि। अहिले सबै ठाउँमा लन्च ब्रेक चलिरहेको छ। हामीहरू पनि गइछौँ काम खाएको छिटै पनि सकिएको छ, टाइम पनि लागेन बढी। जिन्दगीमा एउटा कुरा भन्छु म, यदि पैसा तपाईँ कमाउनुहुन्छ नि, जति पैसा कमाउनुहुन्छ तपाईँले त्यति ट्याक्स गर्नुपर्छ। त्यसको लागि ट्याक्स एभोइड गर्नको लागि के तपाईँहरू रुल्स युज गर्नुहोस्। जस्तै सिएहरू छ भने या कोही म्यानेजमेन्ट पढ्ने साथीहरू छ भने त्यसको लागि त्यसको सम्पर्कमा गएर कसरी ट्याक्स एभोइड गर्न सकिन्छ त्यो कुराहरू तपाईँहरू आफ्नो साथीहरूसँग सोध्न सक्नुहुन्छ। अनि यहाँ मेरो साथी छ एउटा युट्युबर हो, त्यसलाई धेरै ट्याक्स तिर्नुपर्छ। त्यसको लागि मैले सानो एडभाइस पनि दिन सकेको छु। त्यसको लागि त मलाई ग्रेटफुल छ। अनि म आफ्नो साथीलाई भन्न चाहन्छु कि जति ट्याक्स एभोइड गर्न सक्छु त्यति राम्रो हो। अनि त्यो लिगली रूपमा ट्याक्स एभोइड गर्नु, अनि त्यो रेड सेटको चक्करमा नपर्छ। अलिक ठिकै छ, आफ्नो लाइफमा पनि केही कुरा गर्नुपर्छ। म पनि अब केही दिनमा केही गर्ने छु। अनि यहाँ हेर्नुहोस् यिनीहरू नै हो। आइसक्रिम खाने हो? आइसक्रिम खाने हो? खिलाउने हो भाइ। आई हेभ 50 ओन्ली। नपाटेको लाग्छ जम्मा। सो पैसा हामीहरूलाई आइसक्रिम खान मन लागिसकेको छौँ। अब आइसक्रिम खान्छौँ। एडसेन्सको कार्ड निकाल्नु पर्छ। गुगल एडसेन्स कार्ड पनि निस्काउनु पर्छ। अनि के गर्नुपर्छ यार, धेरै कुरा छ। के खाने हो भाइ? के खाने हो? यो भाइ यो मेरो आइसक्रिम खानु छ। आइसक्रिम? यसको आइसक्रिम? धेरै नबोलो, यहाँ मान्छेहरू कुट्ला जस्तो।